मेरो इच्छा नमाना चिन्ता नमाना सीता छोडे मार्छु जनको एक मानो चिन्ता होस् गरेर निउरा ताउदेर परला पुरो साँच्चै नभनेर मात्रै ताउदेर परला त्यस्तो इभी गाडीको तपाईँको ब्रेक लाग्दैन होइन अनि तपाईँको त्यो गाडी रोकिरहेको बेला त्यस्तो जोड्यो भने त्यो पोइन्ट त हुन्छ नि जोड्यो भने गाडी मोटरसाइकल किने छराक चित्तो परेन अब धेरै उसमा उसमा लाइटमा हाल्यो भने अब मलाई चाहिँ रमाइलो लाग्छ के हुन्छ अप्ठ्यारोबाट यति नै हो कि अनि जे गर्नुपर्ने पछि गरौँला ल पछाडिको पानी हो सबैजना उता बस्नु ल यता बस्नु न हामीले कार्यक्रम गर्न सक्नुहुन्छ उता बस्नु ल पनि आठ चक्र मूलाधार स्वादिष्ठान मणिपुर अनाहत विशुद्धि आज्ञा र सुदर्शन। अब नबोल्ने ल नबोल्ने भनेपछि नबोल्ने अरूले जसरी गरोस् जो गर्ने मान्छेले आफै मिलाउँछ होइन आफू चाहिँ चुप लागेपछि अरू त्यत्तिकै चुप लाग्न बाध्य हुन्छ। अब हामी 8 पल्ट ओमको उच्चारण गर्छौँ 8 पल्ट हामी ओमको उच्चारण गर्छौँ अष्टाङ्ग योग आठवटा चक्र अनि आर्य अष्टाङ्गिक मार्ग 8 पल्ट हामी भित्री आत्मादेखि मूलाधार चक्रलाई जागृत गराउने अनाहत
विशुद्धि, आज्ञा र शुभ संसार। अब हामी एकैपल्ट मैले ओम सुरु गरेपछि सबैले 8 पल्ट ओम गर्छ। लामो श्वास गर्ने। सावधानीपूर्वक हातचे हात घ्याबाट ताप उत्पन्न गरौँ। बिस्तारै अञ्जली बनाएर आँखामा छोप्ने र बिस्तारै आफ्नो हात केलाको दर्शन गर्दै आँखा खोल्नु। सबैलाई हार्दिक अनुरोध गर्दछु। यो माइकमा हिक्मत सिंह लेकाली मेरा प्रिय आदरणीय गुरुलाई हस्तान्तरण गर्दैछु। म तपाईहरुले कपी कलम लिएर आउनुस् भनेर अनुरोध गरेको थिएँ। कपी कलम ल्याउनु भएको छ? यस। नभए आफ्नो मस्तिष्कमा रेकर्ड गर्नुहोस् ल। अरु ठाउँमा कसरी जाने भन्ने हिसाबले हाम्रो हाइट कता बिहान दिएको छ नि त्यसको 1.5 मात्रै गर्ने हो भने 8.5 फिट हाम्रो हाइट हो। सबै तर विडम्बना हामी जन्मिसकेपछि एकदमै खुसी लाग्यो। एउटा मात्रै कुरा जुन चाहिँ फर्स्ट प्रायोरिटी हुनुपर्छ हाम्रो जिन्दगीमा स्वास्थ्य। किनभने स्वास्थ्य नै धन हो, स्वास्थ्य नै सबै हो। तपाईले छोराछोरी प्रायोरिटी दिनु होला, तर छोराछोरीलाई स्याहार गर्नको लागि तपाईको स्वास्थ्य चाहियो। आफू स्वस्थ छैन भने परिवारको ख्याल कसरी गर्ने, हैन? त्यो भएर स्वस्थ भयो भने चाहिँ हामी जिन्दगीमा राम्रो गर्न सक्छौँ, खुसी रहन सक्छौँ। अर्को कुरा चाहिँ डाक्टर पनि औषध पनि लिएर आएको छु कि है। औषध चाहिँ मैले अचुकको औषध छैन। सुन्नुहोस् है, एउटै औषधले सबै रोगलाई पर्याप्त हो। एउटा हुन दिँदैन, अर्को भएको छैन। राम्रो खाना तयार हुन्छ? तर झोलाको औषधि हेर्नु नदिनुहोस् है। झोलाको औषधि मैले तपाईँहरूलाई झोला बोकेर झोलामा बोकेर हिँड्ने औषधि हेर्नु।
यहाँ बस्नु कहाँ यहाँ तपाईँ ए ल ल ल भयो 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 ल ल आइको जोसमा ठिक छ कस्तो हुन्छ हामीले श्रीलङ्काका पिकनिक भनेर म त पुरा हिरोइन भरि यत्रो बुट लाएर गएको है बिन्दै उदय जिन्दाबाद छ नि मन छ उदय छ हेल्प गर्नुपर्छ कुन अवस्थामा रमाइलोसँग हेल्प गर्ने हो कि पानी पक्का सब हेलो 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 मेरो माई फ्रेन्ड के छ पापड दिनु न एकछिन खाएर आराम गरौँ न हुन्छ खानु खानु
पैसामा हामी म्याक्सिमम इन्जोयमेन्ट गर्ने भनेर उहाँले मैले जोड गरेको छु। आएको जुम्बाबाट राख्नुहोस् न बाबु भनेर भनेपछि उहाँले असारको 28 गते माइन्ड राख्नुहोस् ल। असारको 28 गते हामी आक्वा जुम्बाको लागि तयार गर्छौँ। अब हाम्रो सानो खुची ममान्ताको छोरी है त। ओके छोरी गेट आजको खाना तपाईँको नाम। आजको खाना तपाईँको नाममा है। खोइ ताली बजाउन हो।
ल यहाँ गीत गाउने के हो तपाईँको नाम के हो तपाईँको ल पूर्णिका साई गीत गाउँदै हुनुहुन्छ ल सुन्नुहोस् है उहाँको गीत ए हो फोटो आउन मलाई साथ दिनु त जादु हेर्न सायद मुझे मैं खुद को छुपाऊंगा दैतिर खानुपर्ने भएर असार जोडिहाल्यो दैतिर तयार गर्छ है पानी Consider
चल्यो होला